आगाहेर निवासी रोजन केसी भेरी साबुन अहिले घुम्टे साबुन अरे लाइभ साथीहरु लाइभ शेयर गरौँ है सबैजना लाइभ शेयर गरौँ स्कोर भेरी साबुन 2 केकेवाइसी 1 2 1 त्यस्तै गरेर हामीलाई सहयोग गर्ने क्रममा दुर्गाबहादुर मल्लज्यूबाट 10,100 सहयोग भएको थियो उहाँ यदि उहाँ हुनुहुन्न भने मेरो मुना मनकुमारीज्यूलाई पनि यहाँ अगाडि बढाउन चाहन्छु त्यस्तै गरेर मनवीर विकज्यूले पनि हामीलाई 10,000 दिएर सहयोग गर्नुभएको थियो मनवीर विकज्यूको घर परिवार साथ बबिन दर्ती उहाँलाई पनि सम्मानको लागि आइदिन विनम्र अनुरोध गर्दछु समुद्र भागको पार स्ट्राइक सँग अङ्क यति बेला केकेवाइसी बास्कोलालाई अङ्क 2 केकेवाइसी 2 भेरी साबुन 3 टिमल परिरहेका छन् कृपया लाइक कस्तो रहेछ जानकारी दिनु होला है काम परेको छ यति बेला है टिमल परियार सस बाहिरिएको छ भाइ त त्यस्तै गरेर भेरी साबुन गलकोटलाई अङ्क सफलताको लागि 4-2 खम्मन मल्लज्यूले पनि हामीलाई 10,000 दिएर सहयोग गर्नुभएको थियो उहाँलाई पनि सम्मान लिनको लागि म अगाडि बढाउन चाहन्छु क्विक स्पाइक जस्ट नम्बर 8 केकेवाइसी 3 नम्बर 3-4 भेरी साबुन 4-3-4 अङ्कल साइडमा बस्नु यस अङ्कल यस्तो साइडमा है त्यस्तै गरेर नम्बर 4 बराबर 10,000 दिएर सहयोग गर्नुभएको थियो बलको सहयोग पाण्डुकेश्वरी सामुदायिक बलको तर्फदेखि अध्यक्ष प्रेमलाई पनि अगाडि बढाउन चाहन्छौँ त्यस्तै गरेर टीकाराम गौतमज्यूले पनि हामीलाई 10,000 दिएर सहयोग गर्नुभएको थियो टीकाराम गौतमज्यूलाई पनि यहाँ अगाडि बढाउन चाहन्छौँ अमनको स्पाइकलाई छेकिदिएका छन् रोशन प्रत्येक साबुनलाई नम्बर 5 त्यस्तै गरेर हामीलाई पुरगनी खत्री अर्थात् श्री कृष्ण खत्रीज्यूले पनि 10,000 दिएर सहयोग गर्नुभएको थियो कृष्ण खत्रीज्यूलाई अगाडि आउनको लागि विनम्र अनुरोध गर्दछौँ अगाडि आउनको लागि विनम्र अनुरोध गर्दछौँ अङ्क 6-4 त्यस्तै गरेर हामीलाई शिशिर बमल पूर्व अध्यक्ष क्लबका उहाँले हामीलाई 12,500 दिनुभएको थियो उहाँलाई पनि हामीले सम्मान बराबर है त्यहाँ नम्बर सम्म दिनको लागि विनम्र अनुरोध गर्दछौँ शिशिर बमल नम्बर छेकिन्छ त्यस्तै गरेर हामीलाई गलकोट नगरपालिका वार्ड नम्बर 7 बानिया निवासी विष्णु कुमारी मल्लज्यूले 10,000 दिएर सहयोग गर्नुभएको थियो उहाँलाई पनि अगाडि आई सम्मान लिनको लागि विनम्र अनुरोध गर्दछु त्यसै गरी गलकोट नगरपालिका वार्ड नम्बर 8 काँडेबास निवासी पूर्णभद्र चालिसेज्यूले भेरी साबुन गलको यदि 6 उहाँ यहाँ हुनुहुन्छ भने सीमा 5 अर्थात् उहाँको घर परिवार कोही हुनुहुन्छ भने सम्मान लिनको लागि विनम्र अनुरोध अनि सुमन पर्तेलको उत्कृष्ट प्लेसिङ सँगै अङ्क भेरी साबुन गलको यतिखेरसम्मको स्कोर 7 बराबर भेरी साबुन त्यस्तै गरेर हामीलाई कार्यक्रम सफलताको लागि श्री कृष्ण गौतम अर्थात् पुनम गौतम हाल जापान उहाँले पनि हामीलाई 10,000 दिएर सहयोग गर्नुभएको थियो उहाँको सासुमा यदि यहाँ हुनुहुन्छ भने पुनम गौतमको सासुआमा अगाडि आइ हाम्रो भेरी भाइ विनम्र अनुरोध लेफ्ट साइडको टिममा इन्द्रविक छ है इन्द्रविक सन्तोष विकेको टिम हो है त्यस्तै गरेर
सम्बहादुर राणा क्लबका अध्यक्ष उहाँले पनि हामीलाई 10,000 दिनुभएको थियो। उहाँलाई पनि सम्मान गरिदिनको लागि विनम्र अनुरोध गरेको छौँ। यति बेलाको स्कोर भेरी साबुन अङ्क 8 केकेवाइसी 8 नम्बर 8 बराबर। नारायण श्री ससी नम्बर 1 मन अनुहारको पावरफुल स्ट्राइक सँगै यति बेला अङ्क केकेवाइसी 5 को लागि 9-8 केकेवाइसी 9 कार्यक्रम सफलताको लागि भेरी साबुन 8 नगरपालिका वडा नम्बर 9 को निवासी विष्णु दर्जीज्यूले 5,000 आर्थिक किनभने सर्भिस पाइरहेको छ उहाँलाई पनि मनसुनाले गल्ती गर्न बिकेको छ र फाइदा भेरी साबुन गलकोट नम्बर 9 बराबर सर्भिस प्रदर्शन नम्बर 3 भेरी साबुन अङ्क 9 केकेवाइसी 9 नम्बर 9 बराबर। कार्यक्रम सफल पार्नको लागि जिल्ला भलिबल अध्यक्ष गलकोट नगरपालिका वडा नम्बर 6 श्री योगेश भण्डारीज्यूले रु 5,000 सहयोग प्रदान गर्नुभएको थियो। श्री योगेश भण्डारीज्यू उहाँलाई पनि आफ्नो यो सम्मान पत्र गर्नको लागि हार्दिक अनुरोध गर्दछौँ। नम्बर 10 9 रहेको छ केकेवाइसी 10 भेरी साबुन गलकोट 9 सन्तोष विके सागर सुनर र मन परिवार केकेवाइसी अङ्क 11 केकेवाइसीलाई नम्बर 11 केकेवाइसी सर्भिसमा दर्शी नम्बर 2 आकाश विक योगेश भण्डारीज्यू आफ्नो सम्मान पत्र ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। अथवा उहाँको कोही प्रतिनिधि हुनुहुन्छ भने पनि विमल परियार बचाएका नारायण श्री सन्तोष विका बचाएका थिए मन सुना राम्रो सम्पर्क गर्दै फेरि सम्मान आफ्नो खातामा अङ्क 1 थपेर गएको छ। खडेलोकालीका अङ्क 11 यसै गरी हामीलाई कार्यक्रम नम्बर 10 गलकोट नगरपालिका वडा नम्बर 7 आकाखेत निवासी शुद्ध ललित बहादुर बस्नेतज्यूले रु 5,100 सहयोग प्रदान गर्नुभएको थियो। उहाँलाई पनि आफ्नो यो सम्मान पत्र ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछौँ। शुद्ध ललित बहादुर बस्नेतज्यू नम्बर 11 बराबर रहेको छ है केकेवाइसी अङ्क 12 भेरी साबुन अङ्क 11 12-11। यस्तै गरी कार्यक्रम सफलताको लागि गलकोट नगरपालिका वडा नम्बर 9 बास्कोला निवासी श्री पूर्णकली मल्लज्यूले रु 5,100 सहयोग प्रदान गर्नुभएको थियो। उहाँलाई पनि आफ्नो यो सम्मान पत्र ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछौँ। पूर्णकली मल्ल अथवा उहाँको कोही परिवारबाट आउनुभएको छ भने पनि यो सम्मान पत्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। यस्तै गरी गलकोट नगरपालिका वडा नम्बर 9 बास्कोला निवासी श्री मायादेवी केसीज्यूले रु 10,000 सहयोग प्रदान गर्नुभएको थियो। उहाँलाई पनि आफ्नो यो सम्मान पत्र ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछौँ। मायादेवी केसीज्यू उत्कृष्ट प्रयास थियो भएको छैन। फाइदा भेरी साबुन अङ्क 13-12। सर एक साथीहरुमा उता गएको थिए त्यही भएर खसे छ यो सबैले खसे सुबको खाइयो। त्यस्तै गरी कार्यक्रम सफलताको लागि नगरपालिका निवासी श्री मित्र कुमारी मल्लज्यूले रु 5,005 सहयोग प्रदान गर्नुभएको छ। सबैलाई दर्शक मित्र कुमारी मल्लज्यू उहाँलाई आफ्नो यो सम्मान पत्र ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछौँ। म चाहिँ 13 बराबर छ है सुमन पटेल यति बेला भने सुमन पटेलको यो फटाफट बचाउन सकेन विमल परियार भेरी साबुन गलकोटलाई नम्बर 14 केकेवाइसी 13 नम्बर 14-13। सञ्जनपुर समुद्रको प्राण पनि तलब गरेका छन् पश्चिम नम्बर 3 इन्द्र विके अङ्क भेरी साबुन गलकोटलाई मित्र कुमारी मल्लज्यू जहाँकै हुनुहुन्छ आफ्नो यो सम्मान पत्र ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछौँ। सञ्जनपुरको उत्कृष्ट प्लेसिङसँग अङ्क केकेवाइसी 5 को नम्बर 14-15 रु 5,000 आर्थिक सहयोग गर्नुभएको थियो। विशाल विश्वकर्माज्यू
जहाँकै हुनुहुन्छ आफ्नो यो सम्मान पत्र ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। इन्द्र विकेट और स्पाइक फिस्ट स्ट्राइक नम्बर 3 बनाएका छन् इन्द्र विकेट 16 खड्गकालीका 16-14 त्यसै कार्यक्रम सफलताको लागि जलकोट नगरपालिका वडा नम्बर 9 बास्कुला निवासी श्री भीमबहादुर विश्वकर्माज्यूबाट रु 5000 आर्थिक सहयोग गर्नुभएको छ। उहाँलाई पनि आफ्नो यो सम्मान पत्र ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौँ। भीमबहादुर विश्वकर्मा है अङ्क भने यति बेला 17-14 छ है। भेरी साबुनको 17 केकेवाइसी 14। नम्बर 15-17 है। सर्भिसमा केकेवाइसी सञ्जनपुर त्यसै गरी कार्यक्रम सफलताको लागि बागलुङ जिल्ला गलकोट नगरपालिका हाजीवनवासी कृष्ण हडलका सञ्चालक श्री पवन गौतमज्यूले रु 7500 बराबरको आर्थिक सहयोग गर्नुभएको थियो। उहाँलाई पनि आफ्नो यो सम्मान गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछौँ। पवन गौतमज्यू इन्द्र विकेट सकिदिएका छन् विमल परियार पुनः गलकोटलाई अङ्क भने 18-16। पहिलो सेट चलिरहेको छ त्यति बेला विमल परियार यो खेलमा केकेवाइसीलाई 17-18। Dos wicket. सकेनन् आइदा भेरी साबुन नम्बर भेरी साबुनले एक अङ्क तपाईँको 19 पुर्याएको छ भने खड्गकालीका अङ्क छ नम्बर 19-17। त्यसै गरी कार्यक्रम सफलताको लागि गलकोट नगरपालिका हारेको छैन गर्नुभएको थियो। उहाँलाई पनि आफ्नो सम्मान पत्र ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछौँ। दयादेवी गौतम अथवा उहाँको परिवारको कोही प्रतिनिधि उपस्थित हुनुभएको छ भने यो सम्मान पत्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। केकेवाइसी स्कोर 19 इक्वल 19 बराबर लय साथीहरु भेटेको छैन नम्बर 19 बराबर। पहिलो सेट तपाईँहरूलाई जानकारी गराउन चाहन्छु 19 बराबर रहेको छ त्यो अङ्क। दुवै टिम निकै काटिरहेका छन् 19 बराबर। किसन पटेल बचाएका छन् अमन आकाश विमल परियार बचाएका छन् नारायण हुन सन्तोष विकेट गोल गर्न दिएको छ सन्तोष विकेट। आइदा केकेवाइसीलाई अङ्क 20-19। त्यसै कार्यक्रम सफलताको लागि गलकोट नगरपालिका उहाँलाई पनि आफ्नो यो सम्मान पत्र ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछौँ। श्री शेरबहादुर मल्लज्यू खेलाडीलाई पानीको व्यवस्था गरिदिनु हुन स्वयंसेवक मित्रहरूलाई अनुरोध छ। घरले झाउ गरेर त्यस्तै कार्यक्रम सफलताको लागि गलकोट नगरपालिका वडा नम्बर 10 निवासी श्री कृष्णबहादुर खड्काज्यूले रु 5000 आर्थिक सहयोग गर्नुभएको छ। उहाँलाई निकै उत्कृष्ट सफलता गर्दै फेरि पनि खड्गकालीका 2 अङ्कको अग्रता हासिल गरेको छ। खड्गकालीका अङ्क 21 भेरी साबुन अङ्क 19 21-19। हस् हो र त स्वयंसेवक साथीहरूलाई खेल मैदानभित्र भएका ससाना भाइ बहिनीहरूलाई
हटाइदिनु हुनका निम्ति व्यवस्थित स्थानमा स्थानान्तरण गरिदिनुका निम्ति हार्दिक अनुरोध गर्छु। कृष्णबहादुर खड्काज्यू जागे हुनुहुन्छ अथवा उहाँको घर परिवारको कुनै प्रतिनिधि उपस्थित हुनुहुन्छ भने पनि घर परिवार अथवा कोही प्रतिनिधि यहाँ उपस्थित हुनुभएको छ भने नम्बर 7 बबी मैले यो सम्मान पत्रको नाम वाचन गरिसके पछाडि यहाँ आफ्नो परिवार अथवा आफ्नो कोही प्रतिनिधि यहाँ उपस्थित हुनुभएको छ भने मञ्चमा आई उत्कृष्ट सर्ट प्रभावले खड्कागालीकाले 2 अङ्क राखेको छ। केकेवाईसी त्यस्तै गरी हामीलाई कार्यक्रम खुल्ला सामूहिक उहाँको परिवारको कोही प्रतिनिधि जो हुनुहुन्छ भने पनि यो आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्छु। निकै उत्कृष्ट खेल देख्न सक्छौँ। यहाँ फाइनल खेलको पहिलो सेट प्रतिस्पर्धात्मक तरिकाले खड्कागालीका युवा क्लब र भेरी साबर बीच यहाँ सञ्चालन हुँदैछ। खड्कागालीका युवा क्लब 23 अङ्कका साथ 3 नम्बरको त्यस्तै गरी आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु हुनको लागि गलकोट नगरपालिका वडा नम्बर 3 हटिवा निवासी श्री सलमान थापालाई पनि हार्दिक अनुरोध गर्दछु। उहाँले रु 5,555 रुपियाँ आर्थिक सहयोग प्रदान गर्नुभएको थियो। श्री सलमान थापा मगरज्यू केकेवाईसी 24 मा पुग्न सफल भएको छ। भेरी साबर 20 24-20 सलमान थापा मगरज्यू जहाँ कहीँ हुनुहुन्छ अथवा उहाँको प्रतिनिधि खड्कागालीका युवा क्लबले आफ्नो कोर्टमा पार्न सफल भएको छ। 25 का विरुद्ध 20 अङ्कले पहिलो सेट यति बेला खड्कागालीका युवा क्लबले हात पारेको छ। दोस्रो सेटको खेल अबको केही क्षणमा सञ्चालन हुने सम्पूर्णलाई जानकारी गराउँदै एकछिनको लागि म विराममा चाहन्छु। दोस्रो सेटको अङ्क भने 2-1 रहेको छ है। भेरी साबन 2 केकेवाईसी 2 त्यस्तै कार्यक्रम सफलताको लागि गलकोट नगरपालिका वडा नम्बर 5 निवासी श्री भविदार विकासज्यूले 2100 सहयोग प्रदान गर्नुभएको थियो। उहाँलाई पनि आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। भविदार विकासज्यू खड्कागालीका अङ्क 2 3-2 सर्भिसमा जर्सी नम्बर 2 रोशन पटेल। उत्कृष्ट सर्ट प्रहार गर्दै जर्सी नम्बर 10 इन्द्र सुनारले आफ्नो टिमलाई 1 अङ्क दिँदै 4 पुर्याउनु भएको छ। खड्कागालीका अङ्क 2 4-2 जानै पर्छ घामले डिस्टर्ब सर्भिस प्रभाव केकेवाईसी अङ्क केकेवाईसी 3 भेरी साबन 5 सर्भिसमा नम्बर 1 सागर सुनार नम्बर 3-5 रहेको छ।
ओइ बुझे ओ बुझे ओइ म 3-5 है कञ्चनपुरको प्राल ल यो साथीहरु लाइभ पनि गर्दिन है यसो विके बचाएका छन् सज्जनपुर विमल परिया धर्ती नारायण सिरिस बचाएका छन् सज्जन विमल परियारको पार फिनिससँग अङ्क दिला उत्कृष्ट सफलतासँगै केकेवाइसी जर्सी नम्बर 4 बाट आफ्नो खातामा अङ्क 1 दिलाउँदै 5 लिएको छ धेरै साबन अङ्क 6 नम्बर 5 6 केकेवाइसीलाई अङ्क 44.5 सम्बन्ध थापा मगर त्यस्तै गरी आफ्नो सम्मान पत्र ग्रहण गरिदिनुको लागि गाउँको नगरपालिका श्री पुरुषोत्तम गौतमजीलाई पाइरहेको छ र फाइदा भेली साबन गलकोट नम्बर 7 छ तपाईँ नारायण श्री सर्भिसमा अङ्क 7 छ यसै गरी आफ्नो सम्मान पत्र ग्रहण गरिदिनुको लागि गाउँको नगरपालिका वडा नम्बर 9 बास्कुला निवासी श्री कुमार विसीज्यू अथवा उहाँको घर परिवारबाट बुबा आमा दाजुभाइ कोही हुनुहुन्छ भने आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु कुमार विसी है साथीहरु नम्बर 1 यति बेला 8 छ रहेको छ है 2 अङ्क अग्रतामा यति बेला भेरी साबुन गलकोट भने खराब स्थिति यति बेला भेरी साबुनलाई केकेवाइसीबाट अङ्क भेरी साबुन गलकोट नम्बर 9 छ फाइनली घाम गएको साथीहरु लै दोस्रो फेरि 3 अङ्क अग्रतामा यति बेला भेरी साबुन गलकोट यसै बीचमा हामीहरू माझ चर्चित गायक यस गलकोटलाई चिनाउनको लागि आफ्नो उत्कृष्ट साङ्गीतिक प्रस्तुति मार्फत देश विदेशलाई गलकोटलाई चिनाउन शपथ यस गलकोटे माटो ईश्वर सिंहको पनि प्रस्तुति आगमन हुँदैछ ईश्वर सिंहज्यू अब हाम्रो यो कार्यक्रममा प्रस्थान गर्दै हुनुहुन्छ आज उहाँको विशेष साङ्गीतिक प्रस्तुतिहरू रहनेछन् सज्जनपुर बच्चा नारायण सिंह अविधर्ती सन्तोष विके गयो पेले सिंहसँग अङ्क गलकोट भेरी साबुन अङ्क 10 केकेवाइसी 7 10 7 स्पाइक उत्कृष्ट डिफेन्स बचाएका छन् सुमन पटेल सन्तोष विके सज्जनपुर बचाएका छन् नारायण श्रीष यसै बीचमा हामीहरू बीच चर्चित कलाकार लोकटोली गायक ईश्वर सिंहको आगमन गल्ती गर्न विशेष साङ्गीतिक प्रस्तुतिहरू हामीहरूले हेर्न पाउनेछौँ गलकोटलाई 11-8
सर्भिसको 10 नम्बर 7 बबिन दर्ती त्यस्तै हामी सम्मानको कार्यक्रमलाई पुनः अगाडि जोड्दैछौँ। गणकोट नगरपालिका वडा नम्बर 5 निवासी श्री छविलाल गौतमज्यूले रु 25,000 सहयोग प्रदान गर्नुभएको थियो। उहाँले पनि आफ्नो यो सम्मान पत्र ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछौँ। फेरि पनि राम्रो छ प्रभाव गर्दै फेरि सबैले लगातार अङ्क गर्दै 12 पुर्याएको छ। खडक कालिका युवा क्लब अङ्क 8 नम्बर 12 कुन छकिदिएका छन् रोशन पटेल हिमल परियार बचाएका छन् नारायण श्रीष सन्तोष विका बचाएका छन् समुद्र हिमल परियार गल्ती गर्न पुगेका छन् सागर सिंह फेरि सबैलाई अङ्क 13-8 निकै भारी पर्न सक्छ टिमको लागि यहाँ अब तपाईँ आउँदैछ फेरि सागर सुनार अङ्क बेरी सर्भिसमा आउनुहुन्छ नम्बर 13 बबिन बर्ती 10 नम्बर 7 बबिन दर्ती 42 वर्षीय खेलाडी सागर सुनार सागर सिंहबाट हाम्रो टिमलाई नम्बर 9-12 9 पुर्याउनु भएको छ। फेरि 13 9-30 यसै बिचमा अब हामीहरूले आजको यस कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश सभा सदस्य माननीय कुसुमबुढा मगरज्यूलाई उहाँलाई यो क्लबको तर्फबाट एउटा सानो मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहेको छ र यो मायाको चिनो प्रदान गरिदिनुको लागि यस क्लबका अध्यक्ष एवं सम्पूर्ण आउट भएको छ र फाइदा केकेआइसीलाई र हाम्रो आजको प्रमुख अतिथिज्यूलाई विदाई गर्ने तथा उहाँलाई मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहेको हुँदा खेल रेफ्रीज्यूले एकैछिन खेल रोकिदिनु हुनको लागि पनि हार्दिक अनुरोध गर्दछु। एकैछिन 1 मिनेटको लागि खेल रोकिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रो आजको कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय कुसुमबुढा मगरज्यू हाम्रो कार्यक्रममा आएर यो कार्यक्रम समापन कार्यक्रमको उद्घाटन गरिदिनु भयो। उहाँलाई धेरै धेरै धन्यवाद। यस खड्का कालिका युवा क्लब तथा आयोजकको तर्फदेखि ज्ञापन गर्दै उहाँलाई मायाको चिनो तथा विदाई गर्ने कार्यक्रम भइरहेको छ। भाइ साथीहरू यहाँ प्रमुखहरूलाई मायाको चिनो दिँदै हुनुहुन्छ त्यो खेल ब्रेक भएको थियो। नम्बर 15-10 रहेको छ है हाम्रो यो भेरी साबुन गलकोट 15 आयोजक केकेआइसी 10 दोस्रो सेट है दोस्रो सेट यो केकेआइसी 11 यसै बिचमा हामीहरूमा चर्चित लोक तथा दोहोरी गायक यस क्षेत्रको माटो यस क्षेत्रलाई देश तथा विदेशमा चिनाउने एक सफल युवा ईश्वर सिंहको हामीहरूमा आगमन हुँदैछ। उहाँलाई बाजा गाजा सहित यो कार्यक्रममा लिएर आउनुहुन्छ। त्यसै गरी ईश्वर सिंहज्यूलाई चर्चित कलाकार ईश्वर सिंहज्यूलाई मञ्चमा आए विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। खडक कालिका अङ्क 12 भेरी साबुन 16 16 अङ्क भने 16-12 है 16-12 यसै
रघुसक फेरि सबै अङ्क 18 केकेवाइसी अङ्क 12 नम्बर 18 12 फेरि सबै अङ्क 19 केकेवाइसी 12 नम्बर 19-12 दोस्रो सेट हो भने फेरि साबुनले नै केही दबाब बनाइदिएको छ केवाइसी माथि नम्बर 20-12 8 अङ्क अग्रता यति बेला फेरि केकेवाइसी अङ्क 13 फेरि साबुन 20 नम्बर 13-20 केकेवाइसी 1 अङ्क थपेर 14 बनाएको छ फेरि साबुन 21 नम्बर 14-21 साबुन हाम्रो दिनु भने यो सायाले दुईटा कहिले रिभ्युज कहिले साबुन टीम स्कोर केकेवाइसी 15 नम्बर 15-22 है साथीहरु फेरि साबुन 22 15-22 दामी हुनु बालचन्द्र कुमार ब्लगले सरी सुदर्शन नम्बर 2 आकाश बिकिरहेका छन् यति बेला अङ्क केकेवाइसी 16 छ भने भेरी साबुन 22 यो दोस्रो सेट चलिरहेको छ र पहिलो सेट 20 को विरुद्ध 25 अङ्क लिँदै केकेवाइसी बासले आफ्नो पक्षमा पारेको थियो र दोस्रो सेट पाइएको छ फाइदा केकेवाइसीलाई अङ्क 17-22 टाइम आउट कुमार गरेको छ भेरी साबुन गलकोटले स्ट्राटेजिक टाइम आउट भेरी साबुनको अङ्क खड्का युवा क्लब अङ्क 17 भेरी साबुन 22 यो खुला वडा पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल पहिलो सेट खड्का युवा क्लबले आफ्नो कोर्टमा पारिसकेको छ दोस्रो सेटको खेल यहाँ सञ्चालन हुँदैछ सुदर्शन नम्बर 2 आकाश बिके नम्बर 17-22 रिसेप्सन यति बेला सुमन पर्थे सन्तोष विजयको पार्क स्पाइकसँगै अङ्क यति बेला भेरी साबुन गलकोटलाई अङ्क 23-17 यो चाहिँ हाम्रो बागलुङ जिल्लाको गलकोट नगरपालिकाको वडा नम्बर 9 बासको लागि
गुलालाई नम्बर 18-23। दोस्रो सेटको सेट पोइन्ट यहाँ भेरी साबुनले प्राप्त गरेको छ। भने दोस्रो सेटको सेट पोइन्टमा सर्भिसमा भेरी साबुनको सर्भिसमा जर्सी नम्बर 2 वसन्त पौडेल। उत्कृष्ट सर्ट थियो तर भने बल होल्ड भएको छ र फाइनल भेरी साबुनलाई यति बेला भेरी साबुनले पनि नेपालको विरुद्ध 25 अङ्क लिँदै यो दोस्रो सेट भने सेट जोडेको छ। भेरी साबुनले आफ्नो पल्टामा 1-1 पारेको छ है। दुवैको एक सेट हात उठेको छ। तेस्रो सेटको खेल अब गोबेई क्षणमा सञ्चालन हुँदैछ। दुवै टिमले एक सेट भने तेस्रो सेटको लडाई। यो तेस्रो सेटको खेल सञ्चालन हुँदैछ। बल उपलब्ध गराइदिनु हुन स्वयंसेवक विद्यालय गर्छ। सरी है साथीहरू, यहाँ एकदम इन्टरनेटको फोन आएकै भयो कि मोबाइलमा, त्यही भएर समस्या भयो। सरी फोन नहालिदिनु होला है तिमीलाई। 10 विकेट बचाएका छन् सज्जनपुर, बचाएका छन् कृषि बचाउ नारायण श्री सन्तोष विकेट बचाएका छन् भ्रमण गुण परियार। पहिलो अङ्क भेरी साबुन नम्बर 1-0। तेस्रो सेटको पहिलो अङ्क भने यति बेला भेरी साबुन गलकोटलाई नम्बर 1-0, सरिस मुदर्सी नम्बर 7 बबिन धर्ती गुण परियार बचाएका छन्। त्यसमा 12 लिप बचाएका थिए सन्तोष विकेट सन्तोष विकेट उत्कृष्ट स्ट्राइक सन्तोष विकेट बचाएका छन्। समुन थापा स्लोपाच समुन थापाको स्ट्राइकलाई भने छेक दिएका छन्। अङ्क केकेवाइसीलाई नम्बर 2। 1-2 यसै बिचमा हाम्रो कार्यक्रमलाई सफल बनाउनको लागि जनप्रतिनिधि आदरणीय व्यक्तित्व लक्ष्मण गौतमज्यूबाट 5,555 सहयोग गर्नुभएको छ। उहाँप्रति हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी शिव गन्तव्य नगरपालिका वडा नम्बर 9 बाँसकोला निवासी शिव केसीज्यूबाट 5,005 सहयोग गर्नुभएको छ। उहाँलाई पनि हामी विजयदशमी 2021 क्विक स्पाइक सँगै केकेवाइसीले लगातार अङ्कलाई बढाउँदै 3 पुर्याएको छ। भेरी साबुन अङ्क 2 नम्बर 3-2। सन्तोष विकेको उत्कृष्ट प्लेसिङसँगै अङ्क भेरी साबुन गलकोटलाई 3 बराबर है। यसै बिचमा उपस्थित इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख देवराज काफ्लेज्यू आफ्नो कार्यव्यस्तताको कारणले यो कार्यक्रमबाट छिटो निस्किनु पर्नु भएको हुनाले उहाँलाई पनि मञ्चमा आसीन विशिष्ट व्यक्तिज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। उत्कृष्ट स्पाइक सँगै खड्गकालिका 4 भेरी साबुन अङ्क 3 4-3।
अहिले चाहिँ आएको होला यसो हेर्दिनु है फोन मोबाइलमा फोन आएर समस्या है फोन आएकै सरी है त्यसको लागि है मोबाइलमा एकदम फोन आएर होला कृपया फोन नहाल्दिनु होला है साबुनको 3 6-3 है 6-3 है एकछिन यहाँ फोन आएको यसैको बिचमा सामूहिक लोकनृत्य प्रतियोगितामा गोलापट्टा अनुसार साल निर्धारण भइसकेको छ त्यसमा 1 नम्बरमा पालो परेको छ जनहित मावि मौमा 2 नम्बरमा द रिदमिक स्क्वाड ए हटियाको समूह 3 नम्बरमा खडककालीका युवा क्लब ए को समूह रोशन पटेल नम्बर रहेको छ 4 छ 4 नम्बरमा पालो परेको छ द रिदमिक स्क्वाड बी हटिया 5 नम्बरमा पालो परेको छ न्यू लाइफ बोर्डिङ स्कुल 6 नम्बरमा परेको छ खडककालीका युवा क्लब बी 7 नम्बरमा पालो परेको छ रिभर हिल युथ क्लब फरवान परिवार 2 र अन्तिम नम्बरमा राइजिङ बोइज युथ क्लब खसगाउँको नृत्य कर्मी साथी भाइ बहिनीहरूलाई पनि तयारीका साथ रहिदिनु हुन अनुरोध छ यसै बिचमा सहयोगी हात अघि बढाउँदै सदस्य 5,500 रुपियाँको छ उहाँप्रति हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ स्ट्राटेजिक टाइम आउट यति बेला धेरै साबुनको यो लोकनृत्य प्रतियोगितामा भाग लिनुभएका सम्पूर्ण प्रतिस्पर्धी साथीहरूलाई आफ्नो ट्र्याक आफ्नो नाच्ने ट्र्याक पनि आफूसँगै उपलब्ध समयमै उपलब्ध गराइदिनु हुन अनुरोध छ है है त खेल भने सुरु भइसकेको बेला टाइम आउटको माग थियो बेला फेरि समयबाट खेल सुचारू भइसकेको छ नम्बर 9-4 रहेको छ सुमन पटेल भने सञ्जनको गल्ती गर्न गएको छ टच भएको छ फाइदा फेरि साबुन गलकोटलाई नम्बर 5-9 तारिखको दर्शी नम्बर 4 सुमन पटेल सज्जन रेसिङलाई इन्द्रविकले सकिदिएका छन् र पाइदा फेरि साबुन गलकोटलाई नम्बर 6-9 उत्कृष्ट सहप्रभाव केकेवाइसी अङ्क 10 धेरै साबुन अङ्क 10-6 जर्सी नम्बर 1 नारायण श्रेष्ठले धेरै साबुनलाई 1 अङ्क दिइरहेका छन् अङ्क 7-10 गलकोटलाई नम्बर 7-10 फेरि साबुन 7 अङ्ककालिका 10 यति बेला भने फेरि पनि धेरै साबुनले पुनः आफ्नो अङ्कमा गएको आएको छ केकेवाइसी अङ्क 10-8-10 यतिखेर मैले सम्मानलाई जोड्न चाहे वार्ड नम्बर 9 का वार्ड सदस्य श्री लक्ष्मण गौतमज्यूले 5,555 सहयोग गर्नुभएको छ हामीलाई उहाँलाई सम्मानको लागि अगाडि आइदिनको लागि विनम्र अनुरोध गर्दछु त्यस्तै गरी वार्ड नम्बर 9 बाँसकोला निवासी शिव केसीज्यूले पनि हामीलाई 5,005 दिएर सहयोग गर्नुभएको छ उहाँलाई पनि सम्मान लिनको लागि अगाडि आइदिनको लागि विनम्र अनुरोध गर्दछु त्यस्तै गरेर बलबहादुर थापा हाम्रो नर्सहरूको बुवा बलबहादुर थापाले
दाजुले पनि हामीलाई 5005 दिएर सहयोग गर्नुभएको छ। उहाँलाई पनि सम्मान लिनको लागि म यहाँ स्टेजमा बोलाउन चाहन्छु बलबहादुर थापाज्यू। उत्कृष्ट राम्रो ल्याएपछि यहाँ अङ्क भेरी साबुनलाई, भेरी साबुन अङ्क 10, केकेवाइसी 12, 10-12। अत्यन्तै क्विक स्पाइक सँगै फेरि पनि खड्का गालीका अङ्क, खड्का गालीका अङ्क 13, भेरी साबुन अङ्क 10, नम्बर 13-10। Ball out by the भेरी साबुन अङ्क 13 बराबर। हामीले नाम उद्घोष गरिसकेको तर सम्मान लिन आउन कोही बाँकी हुनुहुन्छ भने उहाँलाई यहाँ स्टेजमा सम्पर्क गरिदिनको लागि अनुरोध गर्दछौँ। साथीहरुमा आइसकेको छ है, सम्मानको है क्यान्डिडेट प्रतिस्पर्धा भइरहेको रहेछ है। नम्बर 15-13 है यति बेला भेरी साबुन गलकोट 15, खड्का गालीका 13, 15-13। भने सागर सुनारको पार्क स्पाइकसँग अङ्क केटवाइसी मास्कुललाई नम्बर 14-15। पटेलको पार्किङ स्ट्राइकसँगै अङ्क दिला यति बेलाको स्कोर साबुन गलकोटलाई नम्बर 16 केकेवाइसी 14, नम्बर 16-14। नम्बर 16-14 है।
साबुन गलकोटलाई नम्बर 17-14 भेरी साबुन 17 केकेवाइसी 14 Nagasiris bacaan ka sang Sagar Sunan Dulu pada Terus bikin bacaan ka sang Guna Suman Patel को पिस्टल प्लेसिंग सँग अंक फेरि साबुन गलकोटलाई नम्बर 18-14 Team exchange. Jersey number 5 out, 7 in. Jersey number 7 भित्रिएका छन् यति बेला केकेवाइसीको लागि सुमन बिके क्वालिफिकेसन 2 रोशन पटेल नासरिस बचाएका छन् सुमन पटेलको क्लासिङलाई चेक दिएका छन् अङ्क केकेवाइसीलाई नम्बर 15-18 नम्बर 19 भन्नु है तुलना खेलाडी सब्सिट्युट पाण्डव खानेको लागि भेरी साबुन गलकोटको लागि सदस्य नम्बर 7 आउट 6 इन Jersey number 7 in, 7 out, 6 in. Very service now, jersey number 5. अङ्क रहेको छ 19-15 Another block by Very Sabun. लगातार अङ्क चाहिँ 20 रहेको छ. केकेवाइसी अङ्क 15, नम्बर 20-15. भेरी साबुनको 20 छ भने केकेवाइसी बास्कोला 15 20-15 धनु मल्लको बुवा मनकुमारी मल्ल यदि यहाँ हुनुहुन्छ भने सम्मान दिनको लागि आइदिनको लागि विनम्र अनुरोध गर्दछु यदि उहाँ हुनुहुन्छ भने धनु मल्ललाई म यहाँ अगाडि बोलाउन चाहन्छु अङ्क केकेवाइसीलाई नम्बर 16-20 सर्सीमा दक्षिण नम्बर 6 सञ्जन पुन मिठो प्रेसिङ गर्दै केकेवाइसी बाट एकदमै 17 रहेको छ भने हेलो भेरी साबुन नम्बर 20, नम्बर 17-20. बसौँ न बसौँ अङ्क 17-20 है केकेवाइसी 17 छ भने भेरी साबुन गलकोट 20 इन्डिया विकेट पिस्टल स्ट्राइक अङ्क भेरी साबुन गलकोटलाई नम्बर 21-17 सदस्य नम्बर 1 नारायण सिरिस नम्बर 21-17 सँगै बाहिरसँगै फाइदा केकेवाइसी बास्कोलालाई नम्बर 18-21 सदस्य नम्बर 3 अमन सुनार अत्यन्तै क्विक स्ट्राइक गर्दै इन्द्र विकेट भेरी साबुनले पुनः गर्दै 22 रहेको छ भने केकेवाइसी नम्बर 18. नम्बर 3 इन्द्र विकेट विमल परिवारको स्पाइकलाई छेकिदिएका छन् यसैले रोशन पटेल सामूहिक लोक नृत्य प्रतियोगिताका कार्यक्रम सदस्य दीपक सिंहलाई स्टेजमा अतिथि आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु 23-18 है साथीहरू 23-18 बचाएको छ इन्द्र विकेट सन्तोष विका सन्तोष विका स्पाइक जालीमा फाइदा
केकेवाइसी बासको अगाडि नम्बर 19-23 सुदर्शन नम्बर आकाश विद्या फेरि साबुन गलकोटलाई नम्बर 24-19 यति बेला भने तेस्रो सेटको अन्तिम अङ्कमा फेरि साबुन गलकोट नम्बर 24-19 नम्बर 7 मबिन दर्ती नारायण श्रीष इन्द्र विकेले राम्रो बचाउ यो तेस्रो सेट आफ्नो गोटोमा पार्न सफल भएको छ धेरै साबुन 2 सेट पारेको छ भने केकेवाइसी 1 सेट हात पारेको छ अब चौथो सेटको खेलका लागि केही समयको प्रतीक्षा गर्नुपर्ने हुन्छ यति ल त चौथो सेट सुरु भएको छ है साथीहरु चौथो सेट सुरु भएको छ यतिबेला भने चौथो सेटको पहिलो अंक एकदम पावरफुल शट पावर स्ट्राइक गर्दै केकेवाइसी जर्सी नम्बर 4 बाट एक अंक केकेवाइसी नम्बर 3 अमन सुनार ल चौथो सेटमा निकै तातिरहेको छ अब भने फर्कालिका सुमन सुमन खाइदिरहेका छन् केही समस्या आएको हामी देख्न सक्छौँ सबैले आफ्नो ठाउँबाट खेल मैदानमा प्रदर्शन गरिदिनु अनुरोध छ यहाँ स्वयंसेवक साथीहरू खेलाडी साथीहरूले नै यो समस्याको समाधान गर्नुहुनेछ सुमन पटेल घाइते हुन गएका छन् पाण्डुखानीबाट भेरी साबुन गलकोटको लागि खेलिदिरहेका थिए र यहाँ मेडिकल टिमबाट केही उपचार भइरहेको छ र हेरौँ हामी आशा गरौँ उनी ठुलो चोट नलागोस् उनी खेलमा फर्किनेछन् हामी आशा गरौँ जर्सी नम्बर 4 आउट जर्सी नम्बर 6 इन ल साथीहरु यति बेला भने खेल रोकिएको थियो अफै नै उपचार हुँदैछ है यति बेला जर्सी नम्बर 4 सुमन पटेलको खुट्टामा समस्या देखिएको छ उनी खेल्न गएका थिए हामी आशा गरौँ उनलाई ठुलो चोट नलागोस् खान्छौ जा
सदस्य नम्बर 3 अमन सुनार नम्बर 2-0 पटेल राम्रो ब्लक पटेलको पार पुलिस स्ट्राइकसँगै अङ्क भेरी साबुन हात काटेको लिप्रोको सर्भिसमा भेरी साबुन जर्सी नम्बर 8 सन्तोष है यहाँ लिप्रो घाइते भएका छन् के एसिया चोट लागेको छ उनलाई कृपया खगमान खत्रीजी अगाडि नबस्दिनु होला खगमान खत्री गोल परेको पार पुलिस स्ट्राइकसँग अङ्क आइदिएला कृष्ण पावर शट प्रहार गर्दै यति बेला केकेआइसीले पुनः 1 अङ्क लिएर 3 पुर्याएको छ भेरी साबुन नम्बर 1 नम्बर 3 बल बाहिरिएको छ र फाइदा भेरी साबुन गलकोटलाई नम्बर 2-3 मास्कोलालाई नम्बर 4-2 प्रयास सर्भिसमा रहेका छन् नम्बर 4-2 नारायण सिरिजको पार पुलिस स्ट्राइकसँगै अङ्क आइदिएला भेरी साबुन गलकोटलाई नम्बर 3-4 So this is right on KKYC 5 base 15 number 5 नम्बर 1 सागर विके सुनारको प्लेसिङसँगै अङ्क फेरि साबुन गलकोटलाई नम्बर 4-5 Ball right to Mr. Spike अङ्क आयोजक को छ भेरी साबुन नम्बर 6 नम्बर 6-4 है केकेवासी 6 छ भने भेरी साबुन 4 सर्भिसको दर्शक नम्बर 7 सुमन विके नम्बर 5 छ रहेको छ है सर्भिसको दर्शक नम्बर 3 इन्द्र विके भने नम्बर 7 छ सर्भिसको दर्शक नम्बर 3 इन्द्र विके नम्बर 7 छ भेरी साबुन गलकोट 7 छ भने केकेवासी 6 त्यसका बलाको पुलाउसन पर्थे इन्द्र सन्दनपुन बचाएका छन् इन्द्र विक सन्तोषलाई निकाल्छन् दिएको छ KKYC नम्बर 7 भेरी साबुन नम्बर 7 नम्बर 7 बराबर है
बिगा बचाएका छन् सागा सुना सन्तोष बिगाको पार स्ट्राइक सँगै Hit strike गर्दै फेरि भेट्छ अङ्क 8 KKYC 7 नम्बर 7 सात नवीन नर्ती बराबर है सरिसमा 10 नम्बर 3 अमन सुनार बचाएका छन् अमन सुनार विमल परियार इन्द्र बिका सन्तोष बिका बचाएका छन् निप्रो विमल परियार अनि विमल परियार स्पाइकलाई रोशन पर्तेलले छेकिदिएका छन् आइना भेरिसम्मको कोटलाई नम्बर 9 सरिसमा 10 नम्बर 8 सन्तोष बिका सुनार छेकिदिएका छन् रोशन पर्तेल विमल परियार नारायण श्रीष सन्तोष बिका सरी उत्कृष्ट बचाउ अमन सुनार नारायण श्रीष नारायण श्रीष स्ट्राइक पाइरहेका छ आइरहेका छ KKYC नम्बर 9 बराबर पर्थे मिस्टर स्पाइक भेरिसम्मको कोटलाई नम्बर 10 मा आयोजक अङ्क 9 नम्बर 10 9 Rampasan perlahan dari Ferry dan Kokodas Ferry Sabun mereka nomor 10 11 है फेरि साबुन दुई सेट जितेको छ भने KKYC 1 सेट यो चौथो सेट चलिरहेको छ 4 विमल परियार नारायण श्रीषको स्पाइकसँग अङ्क फेरि साबुन गल कोट लाइन नम्बर 12 10 लगातार अङ्क बढ्दै फेरि बोल्दै 13 पुर्याएको छ भने आयोजक अङ्क 10 नम्बर 13 10 14
उत्कृष्ट सर्भ प्रभाव भेरी सर्भ नम्बर 15 आयोजक 12 15-12 15-12 है भेरी साबुन 15 छ भने केकेआइसी 12 पास खोला 12 खेल सुचारू भइसकेको छ अङ्क 14 मानेको छ चौथो सेट एकत्र हुँदै 17 भएको छ भने आयोजक 12 नम्बर 17-12 17-12 है यो चौथो सेट सर्भिस प्रदर्शन नम्बर 3 इन्द्र भित्र नम्बर 17-12 भेरी साबुन गलकोटलाई नम्बर 18-12 चौथो सेटमा भने 6 अङ्कको अग्रतामा दिउला भेरी साबुन गलकोट 2 सेट भेरी साबुन गलकोटले जितेको छ भने एक्स्ट्रा केकेआइसी बास्कोला के यसपछि नृत्यको लागि जनहित मावि रेडी अवस्थामा बसिदिनु हुन अनुरोध छ। तपाईहरुको पालो 1 नम्बरमा परेको छ। जहाँ गई हुनुहुन्छ कम तयारी अवस्थामा रहिदिनु हुन अनुरोध छ। उत्कृष्ट साथ प्रहार गर्दै आयोजक अङ्क 14 भेरी साबुन 19 नम्बर 14-19 16-19 है खेलको प्रदर्शनसँगै अङ्क भेरी साबुन गलकोटलाई 20-14 ब्लक चेक गरिदिएको भन्दै गर्दा भेरी साबुन 21 रहेको छ आयोजक अङ्क 21-14 लगातार अङ्क हुँदै 22 रहेको छ भने केकेआइसी अङ्क 14 नम्बर 22-14 है यो अघि नै हेलाउने
रोजमिगको पावरफुल स्पाइकसँग अङ्क भेरी साबुन गलकोटलाई फेरि पनि भेरी साबुनले अङ्क 23-15 लोकनृत्य प्रतियोगिताका जजहरूलाई साइडमा आएर बसिदिनको लागि पनि म विनम्र अनुरोध गर्दछु। अब लगत्तै नृत्य प्रतियोगिता सुरु हुने भएकोले पालो नम्बर 1 मा परेका जनहित मावि मलमलका विद्यार्थी भाइ बहिनीहरूलाई अगाडि आइदिनको लागि पनि म विनम्र अनुरोध गर्दछु। है साथीहरू पन्ध्र 24 है साथीहरू यो 14 सेटको 15-24 2 सेट भेरी साबुन 1 सेट के भएछ सिमन विकेट स्पाइकले छेकिदिएका छन् सम्पर्क हुन विशाल अब लगत्तै लोकनृत्य प्रतियोगिता सम्पूर्णलाई आफ्नो स्थानमा बसेर लोकनृत्य पनि अवलोकन गर्ने काशीको प्रथम स्थान हासिल गरेको छ भेरी साबुन गलको भेरी साबुन हटिया